आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू, है, सबै कुरा विरोध गर्ने बेला पनि हुँदैन, सबै कुरालाई नराम्रो मान्न पनि हुँदैन। दुर्घटना जानेर हुन्छ नजानेर हुन्छ, कहिले आफैले गरेको गल्तीले दुर्घटना हुन्छ र कहिलेकाहीँ अरूले गरेको गल्तीमा पनि आफू दुर्घटनामा परिन्छ है। श्रम संस्कृति पार्टीका सभापति अहिलेका माननीय सभासद हर्क साम्पाङज्यू बाइक दुर्घटना पर्नु भएको छ। यो दुर्घटनालाई लिएर व्यक्तिहरूले विभिन्न टिका टिप्पणीहरू गरिरहेका छन्। होला उनका पनि गल्ती होलान्, तर हरेक कुराहरूलाई नेगेटिभ तरिकाले मात्रै प्रस्तुत गर्ने काम नगरौँ। हाम्रो देश कता जाँदैछ है। उहाँलाई विरोध गर्ने कुराहरू, राजनीतिक कुराहरू अलग ठाउँमा छ, व्यक्तिगत कुराहरू अलग ठाउँमा छ। व्यक्तिगत कुरालाई व्यक्तिगत ठाउँमा र सार्वजनिक र राजनीतिक कुराहरूलाई राजनीतिक र सार्वजनिक ठाउँमा राखेर सोच्ने गर्नुहोस् साथीहरू। विरोध गर्नुपर्छ, तर उनको दुर्घटना, उनको मृत्यु, उनको बिमार, उनको शरीरको अवस्था हेरेर सबै कुरालाई विरोध गर्ने काम नगरौँ। र हर्क साम्पाङज्यूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनहरूमा देश र जनताको हितमा काम गर्नुहुनेछ, अगाडि बढ्नुहुनेछ र गलत कुराहरूलाई छोडेर राम्रा र सही कुराहरूलाई बोकेर अगाडि बढ्नुहुनेछ भन्ने कामना पनि गर्न चाहन्छु। हस्त नमस्ते साथीहरू।